चितवन दिलले के भन्छ? चितवन परिवर्तनको लागि तयार छ। चितवन दिलले के भन्छ? सिंहदरबार बनाउन त पर्छ नै पर्छ। सिंहदरबार बनाएर मात्र हुँदैन, बदल्नु पर्छ। 5 वर्षको स्थायी सरकारले पनि काम गर्न सकेन भने सबभन्दा पहिला रासोपाको सदस्यता च्याप्ने। धेरैले भनेका छन् यिनीहरू पपुलिस्ट हुन्, यिनीहरूबाट खतरा छ, लोकतन्त्रलाई खतरा छ, यिनीहरूले लोकतन्त्र जोगाउन सक्दैनन् भनेर भनेका छन्। म यो चोकमा उभिएर तपाईँलाई बताउँछु, लोकतन्त्रको ठेक्का कुनै नेताले लिनु पर्दैन। लोकतन्त्र जोगाउने जनता छन्। जनता हामीलाई त्यति धेरै भोट पनि चाहिएको होइन। चितवन 2 को अघिल्लो निर्वाचन जस्तै 2 तिहाई भइदियो भने हामीलाई पुगिहाल्छ। यसपटक त भाइ बहिनीहरूले रगत बगाएका छन्, तिनको रगतको एउटा थोपो पनि खेर जान हुन्न। आमाहरूले आफ्नो कोख रित्याएर दिएको यो अवसरलाई हामीले बदल्न सक्नुपर्छ। सिंहदरबार बनाउन त पर्छ नै पर्छ। सिंहदरबार बनाएर मात्र हुँदैन, बदल्नु पर्छ। सिंहदरबार बदल्नका लागि रासोपालाई यहाँहरूले सघाउनु पर्छ। तपाईँले जति सक्नुभयो गर्नुभयो। हामी तपाईँलाई गाली गलोज गर्नका लागि, तपाईँको चरित्र हत्या गर्नको लागि, तपाईँको अपमान गर्नको लागि हामी यहाँ खडा भएका होइनौँ। हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौँ। जति गर्नुभयो, जति सक्नुभयो। तर अब अगाडिको त तपाईँहरूबाट पार लाग्दैन। माफ गर्नुहोला, 34 वर्ष त भयो। अब योभन्दा बढी नेपाली जनताले पुर्न सक्दैनन्। छोराहरूलाई विदेश पठाएकाहरूले, छोरीहरूलाई विदेश पठाएकाहरूले नाति नातिनालाई विदेश धकेल्न अब सक्दैनन्। अब रोकिनुपर्छ। भोट बाँडिदिउँ न त के भएर, एउटा समानुपातिक हालिदिउँ, एउटा प्रत्यक्ष हालिदिउँ, यसो चित्त बुझाइदिउँ न भन्ने लागेको होला। यहाँ सुन्नुहोला, यो कसैलाई चित्त बुझाउने, कसैलाई भाग पुर्याउने अंशपण्डा गरे जस्तो होइन। यो देशमा क्रान्ति गर्नुपर्ने बेला हो। यतिखेर प्रत्यक्ष पनि घन्टी, समानुपातिक पनि घन्टी, घन्टी नै घन्टी। यसपटक सजिलो पार्ने हो। कसलाई? मतगणना गरिरहेका साथीहरूलाई सजिलो पार्ने हो। जता पल्टाए पनि घन्टी, यता पल्टाए पनि घन्टी। सानो माया तामाङ, भरतपुर 25। मेरो समस्या त यो घुँडा दुख्ने थियो। म वैदिकमा गएर अनि चेकअप गरेर औषधि चलाइदिनु भयो, राम्रो हुँदै गयो। अहिले राम्रो छ। कवि, कलाकार, वकिल, खेलाडी, मोडल, रोल मोडल हरेक मान्छेको पार्टी रासोपा। किनभने घर घरबाट जाग्नुपर्छ, हर ठाउँबाट जाग्नुपर्छ। घर घर घन्टी, हर हर घन्टी। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, यसपटक हाम्रो लागि महत्त्वपूर्ण कुरा छ। म कुनै राजनीतिक दलको आलोचना गर्न यहाँ खडा भएको होइन। कयौं पुराना राजनीतिक दलहरूले व्यवस्था परिवर्तनमा ठुलो योगदान दिनुभएको छ। इतिहासमा उहाँहरूको योगदानलाई नजरअन्दाज गर्न म यहाँ उभिएको छैन, सोभिता यहाँ उभिएको होइन। हामी धन्यवाद दिन चाहन्छौँ। जति सक्नुभयो त्यति गर्नुभयो। इतिहासका लागि तपाईँलाई धन्यवाद। भविष्य हामी बनाउँछौँ। यति मात्र कुरा हो। कुरा यति हो, तपाईँले जति सक्नुभयो गर्नुभयो। हामी तपाईँलाई गाली गलोज गर्नको लागि, तपाईँको चरित्र हत्या गर्नको लागि, तपाईँको अपमान गर्नको लागि हामी यहाँ खडा भएका होइनौँ। हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौँ। जति गर्नुभयो, जति सक्नुभयो। तर अब अगाडिको त तपाईँहरूबाट पार लाग्दैन। माफ गर्नुहोला, 34 वर्ष त भयो। अब योभन्दा बढी नेपाली जनताले पुर्न सक्दैनन्। छोराहरूलाई विदेश पठाएकाहरूले, छोरीहरूलाई विदेश पठाएकाहरूले नाति नातिनालाई विदेश धकेल्न अब सक्दैनन्। अब रोकिनुपर्छ। अब रोकिनुपर्छ। त्यो सम्भावनाको खोजी हामीले गर्नुपर्नेछ। देशलाई आर्थिक बाटोमा अगाडि लिएर जानुपर्नेछ। सुशासनको एजेन्डालाई सबैभन्दा तरोसँग हामीले प्रस्तुत गर्नुपर्नेछ। धेरैले भनेका छन् यिनीहरू पपुलिस्ट हुन्, यिनीहरूबाट खतरा छ, लोकतन्त्रलाई खतरा छ, यिनीहरूले लोकतन्त्र जोगाउन सक्दैनन् भनेर भनेका छन्। म यो चोकमा उभिएर तपाईँलाई बताउँछु, लोकतन्त्रको ठेक्का कुनै नेताले लिनु पर्दैन। लोकतन्त्र जोगाउने जनता छन्। जनता देशको लोकतन्त्र राणा शासनदेखि अहिलेसम्म आइपुग्दाखेरि कसैले जोगाएको हो भने त्यो विवेकशाली नेपाली जनताले हो, कुनै पार्टीले होइन, कुनै नेताले होइन। 5 वर्षको स्थायी सरकारले पनि काम गर्न सकेन भने सबभन्दा पहिला रासोपाको सदस्यता च्याप्ने, सम्भावना खोज्ने। जनताको विवेक अगाडि कसैको केही लाग्दैन। हामी कसैको पछि लाग्न जरुरी छैन। जसले पुरानो दलको सदस्यता लिनुभएको छ त्यो सदस्यतालाई सिरानीमा, छातीमा, पूजा कोठामा राख्नुहोस्। मेरो सम्मान छ। भोट चाहिँ घन्टीमा, हजुर, भोट चाहिँ घन्टीमा। किनभने त्यस बाहेक परिवर्तनको अर्को बाटो हामीले देखेका छैनौँ। हामीलाई जीवनभर राजनीति गर्नु छैन। म आफ्नो राजनीतिलाई आर्यघाटसम्म लिएर जाने नेता होइन। आफ्नो कार्यकालमा
आफ्नो कार्यकालमा सही काम गरेर अगाडि बढ्ने नेताको रूपमा अगाडि आएको छु र जस्तो उम्मेदवार तपाईँले आज प्राप्त गर्नुभएको छ मलाई विश्वास छ उनको राजनीतिक निष्ठा इमानदारीले तपाईँको क्षेत्रमा भएका समस्या मात्र होइन सिङ्गो देशको समस्या समाधान गर्नेछ। यहाँ कानुनी जटिलताहरू छन्, हाम्रो देशमा कानुनी जटिलताहरू छन्। जति पनि अधिकार हामीले प्राप्त गरेका छौँ त्यो अधिकार कानुनमा स्पष्ट छ वा छैन, भएको कानुन पालना भएको छैन वा त्यसलाई सच्याउनु पुनर्लेखन गर्नु परेको छ। हामी सुविधा जस्ता अब्बल कानुन जानेका युवा साथीहरूलाई लिएर नेपालको भविष्य लेख्न तयार भएर आएका हौँ। हामी यहाँ कसले कति विकास गर्यो, कसले कति खर्च गर्यो, कुन सडक कति कालो भयो हामी त्यो हेर्न आएका होइनौँ, कसैको केही जाँच्न आएका होइनौँ। कसैले राम्रो गरेको रहेछ भने हामीसँग धन्यवाद भन्न सक्ने छाती र मुटु छ, तर भविष्य बनाउन सक्ने आँट, साहस, योग्यता, क्षमता भएको सोभिता गौतमलाई यसपटक तपाईँले सङ्घीय संसदमा पठाउनुहुनेछ मलाई विश्वास छ। म आफूले बोलेका आफूले भनेका कुराहरूको जिम्मेवारी लिन सक्दछु। राष्ट्रपालले यो पनि स्पष्ट पारेको छ, नेताले जनतालाई बाचा गर्ने, बाचा पुरा नगर्ने अनि नेताले बोलेको कुरा पुरा नगर्दा सजाय जनताले पाउने युगलाई अन्त्य गर्नुपर्छ। नेताले बोलेको कुरा पुरा नगर्ने नेताले अर्को पटक चुनाव हार्नुपर्छ। यो कुरामा हामी स्पष्ट छौँ। पार्टी जुनसुकै होस्, हामीले 5 वर्षको स्थायी सरकारका लागि तपाईँहरूसँग लिखित नागरिक करार गरेका छौँ। त्यो चान्चुने कुरो होइन, लिखित करार, ताकि त्यो करारमा हामीले काम गर्न सकेनौँ भने तपाईँहरूले हामीलाई राजनीतिक सजाय दिन सक्नुहुनेछ। नेपालको इतिहासमा जनतासँग करार गरिएको मैले यसभन्दा अगाडि सुनेको छैन। अर्थात् यसपटक हामीले इतिहास लेख्नुपर्नेछ। 21 गते सामान्य मिति होइन आमा बुवा दाजुभाइ दिदीबहिनी हो, एक युग कुरेर आएको समय हो, यसको सदुपयोग गर्नै पर्छ। म तपाईँको पार्टीको निष्ठा पनि कुनै पार्टीमा हुनुहुन्छ भने म तपाईँको पुरानो पार्टीप्रतिको निष्ठालाई बुझ्दछु। म तपाईँको निष्ठालाई चुनौती दिन आएको होइन, त्यसलाई कायम राख्नुहोस्, म त्यो निष्ठालाई चुनौती दिन्न। तर यसपटक फरक छ आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, यसपटक त भाइ बहिनीहरूले रगत बगाएका छन्, तिनको रगतको एउटा थोपो पनि खेर जान हुन्न। आमाहरूले आफ्नो कोख रित्याएर दिएको यो अवसरलाई हामीले बदल्न सक्नुपर्छ। सिंहदरबार बनाउन त पर्छ नै पर्छ, सिंहदरबार बनाएर मात्र हुँदैन, बदल्नुपर्छ। सिंहदरबार बदल्नका लागि रासोपालाई यहाँहरूले सघाउनुपर्छ। म आजलाई यति नै भन्न चाहन्छु, तपाईँहरूको उत्साहपूर्ण यो उपस्थितिले असाध्यै धेरै हौसला बढाएको छ। मलाई विश्वास छ अब मतपत्रमा तपाईँले मत खस, तपाईँहरूको आँखाले भनिरहेको छ परिवर्तनको लागि चितवन तयार छ भनेर भनिसकेको छ। मलाई विश्वास छ हामीलाई त्यति धेरै भोट पनि चाहिएको होइन। चितवन 2 को अघिल्लो निर्वाचन जस्तै 2/3 भइदियो भने हामीलाई पुगिहाल्छ। धेरै लोभ गर्न पनि आएको होइन म। यो क्षेत्रमा 3 मा जम्मा 2/3 त्यति भयो भने हामी खुसी साथ अगाडि जान्छौँ। यो माया, साथ, विश्वासका लागि यहाँलाई धेरै धेरै धन्यवाद र फेरि विशेष धन्यवाद। मलाई आपत पर्दा, अप्ठ्यारो पर्दा तपाईँहरूले हस्ताक्षर गरेर सहयोग गर्नुभएको छ। म त्यो हस्ताक्षर तपाईँले दिनुभएको त्यो हस्ताक्षरको सम्मान र इज्जत गर्दै जीवनभर निष्ठाको राजनीतिमा लाग्ने प्रतिबद्धता व्यक्त गर्दै फेरि एकपटक यहाँहरूलाई घन्टीमा मतदान गर्न अनुरोध गर्छु। अन्तिम कुरा, कसैलाई लागेको होला भोट बाँडिदिउँ न त के भएर, एउटा समानुपातिक हालिदिउँ, एउटा प्रत्यक्ष हालिदिउँ, यसो चित्त बुझाइदिउँ न भन्ने लागेको होला। यहाँ सुन्नुहोला, यो कसैलाई चित्त बुझाउने, कसैलाई भाग पुर्याउने अंशपण्डा गरे जस्तो होइन। यो देशमा क्रान्ति गर्नुपर्ने बेला हो। यतिखेर प्रत्यक्ष पनि घन्टी, समानुपातिक पनि घन्टी, घन्टी नै घन्टी। यसपटक सजिलो पार्ने हो। कसलाई? मतगणना गरिरहेका साथीहरूलाई सजिलो पार्ने हो। जता पल्टाए पनि घन्टी, यता पल्टाए पनि घन्टी। भोट केमा, भोट केमा, भोट केमा, जय देश, जय घन्टी। सानुमाया तामाङ, भरतपुर 25। मेरो समस्या त यो घुँडा दुख्ने थियो। म वैदिकमा गएर अनि चेकअप गरेर औषधि चलाइदिनु भयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ।